मेरो तेरो नभनिकन फटाले करेक्ट झ्याप गरेर हानु न कोरेकोराले। त्यस्तो कानुन बनाऊ, यही हो कानुन बनाउने ठाउँ। यसो लाने अनि मायाले छानबिन गर्ने, सोधपुछ गर्ने, अनि तपाईँको चाहिँ के अरे सेटिङमा निस्केर हुन्छ यो देशमा अपराधीहरू? हुँदैन। त्यसले गर्दाखेरि यो व्यथितिको समूल नष्ट गर्नुपर्छ, समूल अन्त्य गर्नुपर्छ भन्ने माग राख्न चाहन्छु। दशकौँदेखि पुस्तौँ पुस्तादेखि यही देशमा बसेको मान्छेले आफूले चाहिँ नि होइन भोगचास गर्दै गरेको जग्गाको स्वामित्व छैन। अहिले तपाईँको चाहिँ के अरे होइन भूमि सुधार व्यवस्था मन्त्रीज्यूले भन्दै हुनुहुन्छ स्थानीय तहले गर्न दिएन। स्थानीय तह त प्रदेशको तपाईँको मातहतको कानुनमा चल्छ, प्रदेश सङ्घको मातहतको कानुनमा चल्छ। सङ्घको मन्त्री हो तपाईँ, तपाईँ दिनुहोस् न तपाईँको चाहिँ के अरे धनी पूर्जा। कसले तपाईँलाई रोक्छ? स्थानीय तह कुन चाहिँले रोक्छ? हामी छौँ तपाईँलाई सहयोग गर्ने। सुकुम्बासीले धनी पूर्जा पाएन, धनी पूर्जा दिने भन्ने कुरामा नाटक गरेको छ, गीत गाएको छ, बसेको छ है। दिनुहोस्, भक्काभक दिनुहोस्। सुकुम्बासीले धनी पूर्जा पाएन, धनी पूर्जा दिने भन्ने कुरा। सङ्घको मन्त्री हो तपाईँ, तपाईँ दिनुहोस् न तपाईँको चाहिँ के अरे धनी पूर्जा। कसले तपाईँलाई रोक्छ? स्थानीय तह कुन चाहिँले रोक्छ? हामी छौँ तपाईँलाई सहयोग गर्ने। सुकुम्बासीले धनी पूर्जा पाएन, धनी पूर्जा दिने भन्ने कुरामा नाटक गरेको छ, गीत गाएको छ, बसेको छ है। दिनुहोस्, भक्काभक दिनुहोस्। हामी पनि छौँ ल है। कसले रोक्दो रहेछ यहाँ? कङ्ग्रेसले रोक्छ कि एमाले रोक्छ कि नेकपाले रोक्छ कि राप्रपाले रोक्छ? हामी चाहिँ रोक्दैनौँ। दिनुहोस् भटाभट। केले रोकिरहेको छ? 100 वर्षदेखि धनी पूर्जा पर्खेर बसिरहेको छ। नागरिकता मात्रै तपाईँको धारण गरेर नेपाली भइन्छ? सबै कुराको जरा प्रधानमन्त्रीको लापरवाही, प्रधानमन्त्रीको गैर जिम्मेवारी, प्रधानमन्त्रीले चाहिँ समन्वय गर्न नजानेर मन्त्रीहरूलाई पनि कन्फिडेन्समा लिएर हिँड्नु भएको छैन जस्तो मलाई लाग्छ। त्यहाँभित्र पनि टसल देख्छु। कहिले चाहिँ नि यही सदनबाट चाहिँ हामीले नगरौँ है भन्दा भन्दै ताली बजाएर चाहिँ पास भएको बजेटहरू चाहिँ त्यो फेरि स्टेटसबाट चाहिँ कता के गर्ने भन्ने कुराहरू सुन्छु। त्यस्तो केटाकेटीपनले देश चल्दैन। त्यो भन्न चाहन्छु। अवसरको कुरा गर्ने हो भने देशमा अवसर छैन, सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा पनि छैन। अवसरको कुरा गर्ने हो भने अहिले तपाईँको इन्टरनेसनल एयरपोर्टमा जाउँदा त्यहाँ हामीलाई अवसर दिन सकेको हो कि होइन रहेछ? प्रत्येक दिन हुलका हुल युवाहरू कहाँ जाँदैछन्, के गर्दैछन् र त्यहाँ जानका लागि फेरि लाइन बसेर बस्दाखेरि ठगिएका छन्। ती ठगहरूलाई कारबाही गर्नका लागि चाहिँ सरकारले केले रोकेको छ त्यो भनिदिनु पर्यो। कि ठगहरूसँगै साँठगाँठ छ भने हाम्रो पनि साँठगाँठ छ भनिदिनु पर्यो। नत्र भनेदेखि तपाईँको चाहिँ 2/3 नजिकको सरकारले होइन कुन कुराले चाहिँ रोक्यो त? कोरिया जाने कुरामा पनि ठगिएको छ है। विभिन्न तपाईँको देशमा जाने कुराको लागि पनि ठगेको छ। विभिन्न कुरामा चाहिँ ठगी भएको छ। तर त्यो ठग्ने मान्छेलाई कारबाही भएको छैन।